नमस्कार साथीहरू, स्वागत छ तपाईँ सम्पूर्णलाई आजको यस नयाँ भिडियोमा। आज फेरि पनि तपाईँहरूमा आज एउटा कुनै आज भ्याकेन्सीको भिडियो लिएर उपस्थित भइसकेका छौँ। साथीहरू, आज दुईवटा लघुवित्त वित्तीय संस्था यदि ब्याङ्किङ क्षेत्रमा घ वर्गको लघुवित्त वित्तीय संस्था लिमिटेडले खुलाएको विज्ञापन लिएर आएका छौँ। यदि तपाईँहरूले इच्छुक हुनुहुन्छ भने यसमा अप्लाई गर्न सक्नुहुन्छ है त। सो साथीहरू, भिडियोलाई ढिलो नगरिकन अगाडि बढाउँ है। यहाँ फर्स्टमा हेर्न सक्नुहुन्छ साथीहरू, यो चाहिँ कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले चाहिँ यो विज्ञापन गरेको हो। र यहाँ हेर्न सक्नुहुन्छ कर्मचारी आवश्यकता सम्बन्धी सूचना भनेर बनिएको छ। र तल पढ्न सक्नुहुन्छ नेपाल राष्ट्र ब्याङ्कबाट घ वर्गको वित्तीय कारोबार गर्न इजाजत प्राप्त राष्ट्रिय स्तरको यस कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको केन्द्रीय कार्यालय र शाखा कार्यालयहरूका लागि तफसिल बमोजिमका पदहरू खुला प्रतिस्पर्धाबाट कर्मचारी अस्थायी पदपूर्ति गर्नुपर्ने भएकोले इच्छुक योग्यता पुगेको नेपाली नागरिकहरूबाट दरखास्त आह्वान गरिन्छ भनेर भनिएको छ। यसका शाखाहरूको लागि केन्द्रीय कार्यालय तथा शाखाहरूको लागि केही कर्मचारीहरू चाहिएको छ र यसमा चाहिँ तपाईँहरूले अप्लाई गर्न सक्नुहुन्छ साथीहरू है त। र यहाँ लेखिएको छ विज्ञापन नम्बर 1 मा हेर्न सक्नुहुन्छ वरिष्ठ सहायक भनेर पदमा लेखिएको छ। त्यसै सङ्ख्या भनेको 12 जनाको लागि माग गरिएको छ। र यसको लागि शैक्षिक योग्यताको कुरा गर्ने हो भन्दा स्नातक तह उत्तीर्ण गरेको वा प्रवीणता प्रमाणपत्र उत्तीर्ण गरी ब्याङ्क तथा वित्तीय संस्था लिमिटेड ब्याङ्क तथा वित्तीय संस्थामा न्यूनतम तल्लो पदमा न्यूनतम 2 वर्षको अनुभव भएको वा एसएलसी परीक्षा उत्तीर्ण गरी न्यूनतम तल्लो कम्तीमा 3 वर्षको कार्यानुभव भनेर भनिएको छ। साथीहरू, यसमा चाहिँ तपाईँहरूले यो तल्लो तह भनेको यसमा चाहिँ मान्यता प्राप्त संस्थाबाट प्रवीणता यानि तपाईँहरूले +2 गरेको हुनु पर्यो होइन। अनि त्यसबाट ब्याङ्क तथा वित्तीय संस्थामा कम्तीमा 2 वर्षको काम गर्नुभएको छ भने यसमा चाहिँ अप्लाई गर्न सक्नुहुन्छ। र त्यसै अर्को छ, यदि तपाईँहरूले एसएलसी मात्रै गर्नुभएको छ यानि एसई मात्रै गर्नुभएको छ भने 3 वर्षको कार्य अनुभव तपाईँसँग छ भने तपाईँहरूले यसमा मजाले अप्लाई गर्न सक्नुहुन्छ। यो चाहिँ वरिष्ठ सहायक पदको लागि रहेको छ है त। ओके, त्यस्तै 2 नम्बरमा रहेको छ सहायक भनेर भनिएको छ। यसमा 17 जनाको लागि माग गरिएको छ र यसको लागि प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण वा एसएलसी परीक्षा उत्तीर्ण गरी न्यूनतम तल्लो तहमा चाहिँ 2 वर्षको कार्य अनुभव गर्नु यहाँ मागिएको छ। तपाईँहरूले +2 गर्नुभएको छ भने मजाले अप्लाई गर्न पाउनुभयो यो सहायकमा। र यदि छैन भने तपाईँले एससी मात्रै गर्नुभएको छ एसएलसी मात्रै गर्नुभएको छ भने तपाईँहरूले 2 वर्षको कार्य अनुभव चाहिँ यसमा माग गरिएको छ है त। त्यस्तै अर्को रहेको छ 3 नम्बरमा कनिष्ठ सहायक भनेर भनिएको छ र यसमा चाहिँ 35 जनाको लागि माग गरिएको छ है त। सबभन्दा बढी भनेको यो कनिष्ठ सहायकमा माग गरिएको हो 35 जना। र यसमा चाहिँ यसको शैक्षिकता हेर्ने हो भने एसएलसी वा सोसर उत्तीर्ण गरी है त। एसएलसी उत्तीर्ण गर्नुभएको हुनुहुन्छ भने तपाईँहरूले मजाले अप्लाई गर्न सक्नुहुन्छ। र तपाईँहरूको मार्क भने 1.16 यानि तपाईँको डी+ छ भने मजाले अप्लाई गर्न। डी+ भन्दा कम हुनु भएन। यदि डी+ छ भने यदि तपाईँ एससी पास हुनुभएको छ भने डी+ मजाले होला होइन। डी+ सम्म चाहिँ यसलाई लिन्छ है त। ओके साथीहरू, यो चाहिँ कनिष्ठ सहायकको लागि भयो। र अब अगाडि कुरा गरौँ र उमेर पदमा कुरा गर्ने हो भने दरखास्त दिने अन्तिम मितिसम्म 35 वर्ष नागेको हुनुपर्नेछ भनेर भनिएको छ। र माथिल्लो तहको 5 वर्ष चाहिँ थप हुनेछ भनेर भनिएको छ। त्यस्तै वित्तीय संस्थाको हकवाला कर्मचारीको उल्लेखित उमेर हद लाग्ने छैन। थप जानकारीका लागि यहाँ लेखेको छ ख नम्बरमा हेर्नु होला। 1 नम्बरमा तल छ माथि उल्लेखित सबै पदको लागि कम्प्युटर सञ्चालन सम्बन्धी राम्रो ज्ञान भएको हुनुपर्नेछ भनेर भनिएको छ। राम्रो भन्नाले अब तपाईँहरूले वर्ड एक्सेल चलाउन सक्नुहुन्छ भने मजाले अप्लाई गर्न सक्नुहुन्छ होइन। अब यो नभए पनि तपाईँहरूले अप्लाई गर्नु होला। इक्जाम आउन अलि टाइम लाग्छ र छनौट हुनेसम्म चाहिँ तपाईँहरूले अलिअलि कम्प्युटर वर्ड एक्सेल यताउति अन गर्न होइन। अब अलिअलि टाइपिङ गर्न चाहिँ आउनु पर्यो है त। त्यस्तै छ सवारी चालक अनुमति पत्र भएका उम्मेदवारलाई चाहिँ ग्राह्यता दिन्छ भनेर भनिएको छ। तपाईँहरूको लाइसेन्स छ भने होइन तपाईँले अढी प्राथमिकता दिन्छ भनेर भनिएको छ है त। त्यस्तै अर्को छ 2 नम्बरमा आवेदकहरूले आफूले दरखास्त दिने पद खुलाइएको हस्तलिखित निवेदन सहित हालसालै खिचेको फोटो स्वयं प्रमाणित बायोडाटा शैक्षिक योग्यता र अनुभव र नेपाली नागरिकताको प्रतिलिपि ठेगाना पठाउनु पर्ने छ भनेर भनिएको छ। अब तपाईँहरूले अप्लाई कसरी गर्ने भन्दा तपाईँहरूले आफ्नो एउटा चाहिँ दरखास्त निवेदन हस्तलिखित निवेदन लेख्नुपर्ने हुन्छ। तपाईँले जागिर खान लेख्न एउटा निवेदन लेख्नुपर्ने हुन्छ। र त्यो निवेदन यदि तपाईँहरूले आफैले लेख्न सक्नुहुन्छ भने मजाले लेख्नुहुन्छ। नभए तपाईँहरूले मैले यसको पनि भिडियो बनाइदिएका छौँ र त्यो भिडियोमा गएर चाहिँ तपाईँहरूले हेर्न सक्नुहुन्छ। नभए हामी लिङ्क पनि राखिदिनेछौँ है त। त्यो हेरेर कसरी चाहिँ निवेदन लेख्छ भने तपाईँहरू प्ले स्टोरबाट पनि फाइन्ड आउट गरेर लेख्न सक्नुहुन्छ। नभए हामी के भन्छ जागिर खाने कसरी त्यसको निवेदन लेख्छ त्यसको लिङ्क चाहिँ हामी राखिदिन्छौँ। त्यहाँबाट चाहिँ तपाईँहरूले लेख्न सक्नुहुन्छ। र अर्को भयो शैक्षिक योग्यता सिभी चाहिँ
सिभी भनेको तपाईँहरूको बायोडाटा एउटा होइन, नाम ठेगाना आफ्नो डिटेल जुन हुन्छ के पढ्नुपर्छ के एक्सपिरियन्सहरू छ त्यो सबै त्यसमा मेन्सन हुन्छ, त्यो एउटा सिभी चाहियो तपाईँको बायोडाटा। र अर्को भनेको नागरिकता प्रतिलिपि चाहियो र तपाईँको हालसालै खिचेको पासपोर्ट साइज एउटा फोटो चाहियो। र अर्को भनेको तपाईँको शैक्षिक योग्यता, यदि +2 छ भने ट्रान्सक्रिप्ट क्यारेक्टर होइन, एसएलसी छ भने एसएलसी र त्यसको क्यारेक्टर चाहियो, यति चाहिँ चाहियो है त। र यो चाहिँ यो सबैलाई चाहिँ एट्याच गरेर कहाँ पठाउनु पर्ने हुन्छ भने vacancy.kalika81@gmail.com मा चाहिँ तपाईँहरूले इमेल गर्नुपर्ने हुन्छ र त्यहाँबाट त्यसपछि के हुन्छ उनीहरूले सिलेक्ट गरेर त्यहाँबाट चाहिँ तपाईँहरूको इमेल गर्छ अथवा मेसेज चाहिँ पठाउँछ है त सिलेक्ट हुनुभयो भने। त्यस्तै यहाँ लेखेको छ नेपाल बाहिरको शैक्षिक संस्थाबाट पात्रता प्रमाण भए क्षमता निर्धारणको प्रमाणपत्र पेश गर्नुपर्छ। तपाईँ बाहिरबाट चाहिँ तपाईँहरूले पढ्नु भएको छ जस्तै इन्डियाबाट होइन, त्यसो पनि त्यसको राख्नुपर्ने हुन्छ भनेर भनेको छ। त्यस्तै तोकिएको मितिभन्दा पछि प्राप्त भएका वा रिट नपुगेका निवेदनहरू स्वतः रद्द हुनेछ। अब तपाईँहरूले तोकेको मिति यदि जसरी अब यसको मिति 15 दिन छ त्योभन्दा बढी चाहिँ तपाईँहरूले गर्नुभयो भने त्यो त्यसलाई लिँदैन है त। त्यसको कहिले डेट छ त्यो पनि भन्छु है त, हामी पहिला पढ्दै जाउँ। त्यस्तै परीक्षाको किसिम भनेको अन्तर्वार्ता हुन्छ, तपाईँले कुनै पनि त्यो लिखित परीक्षा चाहिँ हुँदैन, डाइरेक्ट चाहिँ तपाईँहरूको अन्तर्वार्ता हुन्छ है त। त्यस्तै आवेदक मध्ये दिएको सूचित सर्टलिस्टमा पढ्न सफल भएका उम्मेदवारहरूले मात्र अन्तर्वार्ताको लागि सहभागी गराइनेछ। अब तपाईँहरूले निवेदनहरू चाहिँ अलि राम्रो तरिकाले लेख्नु होला। त्यस्तै सिभी चाहिँ राम्रोसँग बनाएर होइन, नभए अलरेडी चाहिँ छ भने त्यसमा एक्सपिरियन्सहरू केही छ अथवा ड्राइभिङ लाइसेन्स छ त्यो सबै चाहिँ त्यसमा मेन्सन गर्नु होला होइन। अब कम्प्युटर सिक्नु भएको छ भने त्यो पनि बेसिक कम्प्युटरको नलेजहरू त्यसमा तपाईँहरूले त्यसमा चाहिँ एड गर्नु होला। मैले कम्प्युटर सिकेको छु, मसँग कम्प्युटर नलेज छ भने चाहिँ त्यो सिभीमा एड गर्नु होला है त। ओके, त्यस्तै छ दरखास्त आइपुग्ने अन्तिम मिति। अब तपाईँहरूले कहिलेसम्म दरखास्त दिन सक्नुहुन्छ भने यो 12 महिनाको 4 गतेसम्म 2081 12 महिनाको 4 गतेसम्म कार्यालय समयभित्र चाहिँ कार्यालय समयसम्म होइन तपाईँहरूले दिन सक्नुहुन्छ। त्यस्तै कर्मचारी छनौटको सम्बन्धित सम्पूर्ण अधिकार यस वित्तीय संस्थामा निहित रहनेछ भनेर भनेको छ, त्यो त हुन्छ नै होइन। अब उनीहरूलाई जे मन लाग्छ जसलाई लिन मन लाग्छ त्यसलाई लिन लिन्छ है त। अब त्यो शैक्षिक योग्यताको आधारमा होइन अब त्यस्तै छनौट गरिन्छ। तपाईँहरूले चाहिँ यहाँबाट अप्लाई गर्न सक्नुहुन्छ 12 महिनाको 4 गते कार्यालय समयभित्र है त। र यो थियो साथीहरू कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले खुलाएको विज्ञापन। र तपाईँहरूले केही कन्फ्युजन लाग्यो अथवा केही सोध्नु पर्यो भने यहाँ दिएको नम्बर छ, फोन नम्बर 2टा छ, यसमा चाहिँ तपाईँहरूले कन्ट्याक्ट गरेर सोध्न सक्नुहुन्छ र नभए तपाईँहरूले कमेन्ट पनि गर्न सक्नुहुन्छ साथीहरू। हामी सकेसम्म चाहिँ तपाईँको प्रश्नको उत्तर दिनेछौँ है त। ओके साथीहरू, यो थियो कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड। अब हामीसँग एउटा अर्को पनि रहेको छ, त्यो पनि भर्खरै खुलाएको विज्ञापन हो, त्यो पनि हामी हेर्न जाउँ है त। स्क्रिनसट गर्न चाहनुहुन्छ भने यहाँबाट चाहिँ स्क्रिनसट तपाईँहरूले गर्न सक्नुहुन्छ। ओके ल, अब यहाँ हामी अर्कोतिर जाउँ साथीहरू। यो चाहिँ रहेको छ बिन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड, यहाँ तल तपाईँहरूले हेर्न सक्नुहुन्छ, यो अर्को रहेको छ है त। बिन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले रहेको छ केन्द्रीय कार्यालय बनेपा 3-13 काभ्रे पलाञ्चोक है त। ओके साथीहरू, यहाँ हेर्न सक्नुहुन्छ यो कर्मचारी आवश्यकता सम्बन्धी भनेर सूचना भनिएको छ यो पनि। र यहाँ हेर्न सक्नुहुन्छ बिन लघुवित्त वित्तीय संस्था लिमिटेड केन्द्रीय कार्यालय तथा बागमती प्रदेशका विभिन्न जिल्लाहरूका लागि रहेका शाखा कार्यालयहरूको लागि लघुवित्त क्षेत्रमा कार्य गर्ने इच्छुक कर्मचारीहरूको आवश्यकता भएकोले खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्नुपर्ने भएको हुँदा योग्यता पुगेको इच्छुक नेपाली नागरिकबाट होइन योग्यता पुगेको यहाँ दरखास्तको लागि प्रकाशित गरिएको 15 दिनभित्र चाहिँ तपाईँहरूले तोकिएको ठेगानामा आइपुग्ने गरी दरखास्त आह्वान गरिन्छ भनेर भनेको छ। साइडबाट यो चाहिँ अलिक कटिएको छ साथीहरू, माइन्ड नगर्नु होला है त। मैले सकेसम्म सबै यसैमा बुझाउँछु है त। र यसको विभाग पद रहेको छ कर्जा विभाग भनेर भनेको छ, कनिष्ठ अधिकृत सुपरभाइजर है त। फर्स्टमा साथीहरू हामी कहिलेसम्म अप्लाई गर्न सक्नुहुन्छ भन्दा यो 22 गते चाहिँ खुलाएको छ विज्ञापन र योबाट चाहिँ 15 दिन चाहिँ तपाईँहरूले एड गर्नु होला र त्यो दिनभित्र चाहिँ तपाईँहरूले के गर्न सक्नुहुन्छ भन्दा अप्लाई गर्न सक्नुहुन्छ है त। 22 + 15 गर्नु होला, कति गतेसम्म आउँछ त्यो चाहिँ तपाईँहरूले गर्न सक्नुहुन्छ अप्लाई। त्यस्तै कर्जा विभागको लागि अधिकृत अधिकृत सहायकको लागि रहेको छ, यसको लागि 1 जना कलम माग गरिएको छ र यसको लागि चाहिँ मान्यता प्राप्त संस्थाबाट स्नातक तथा सोच र कम्तीमा 2 वर्षको लघुवित्तमा कार्य चाहिँ हुनु पर्यो भनेर भनेको छ। नभए चाहिँ तपाईँहरूले यदि +2 गर्नुभएको छ भने 3 वर्षको कार्यानुभव चाहिन्छ यो अधिकृत सहायकको लागि है त। त्यसै अर्को रहेको छ सुपरभाइजर सूचना प्रविधि विभाग, यो चाहिँ सहायकको लागि 1 जनाको लागि माग गरिएको छ र यसको मान्यता प्राप्त संस्थाबाट आइटी विषयमा स्नातक वा सोच र उत्तीर्ण
सफ्टवेयर सम्बन्धित क्षेत्रमा 1 वर्षको कार्यानुभव पनि मागिएको छ साथीहरू है त। अर्को रहेको छ सहायक, यसमा केही जनाको लागि माग गरेको शाखा प्रबन्धक सुपरभाइजर वरिष्ठ सहायकको लागि रहेको छ र यसको लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट सरह उत्तीर्ण गरी है त स्नातक त यानी तपाईहरुले ब्याचलर गर्नुभएको छ भने यसमा अप्लाई गर्न सक्नुहुन्छ। नभए यदि तपाईहरुले लघु वित्तीय संस्थामा कार्यानुभव गरी प्रवीणता प्रमाणपत्र, यदि तपाई +2 गर्नुभएको छ भने 3 वर्षको कार्यानुभव चाहियो, नभए ब्याचलर गर्नुभएको छ भने यतिकै अप्लाई गर्न सक्नुहुन्छ यो सहायक पदको लागि, शाखा प्रबन्धक सुपरभाइजर वरिष्ठ सहायक पदको लागि है त। त्यसैको चाहिँ कनिष्ठ सहायक, सहायक कनिष्ठ सहायक भनेर भनिएको छ। यस पनि सहायकमा केही जनाको लागि माग गरिएको छ। अब केही भन्नाले 20 जना 25 जना 30 जना हुन सक्छ साथीहरु है त, एक्ज्याक्ट यति छ भनेर खुलाएको छैन। त्यसमा छ मान्यता प्राप्त शिक्षण संस्थाबाट प्रवीणता प्रमाणपत्र त उत्तीर्ण गरी यसमा क्षेत्रमा कार्यानुभव भएको कम्तीमा अब कति 1 वर्ष 2 वर्ष त्यो कटेको साथीहरु है त। साथै फिल्डमा कार्य गर्न सक्ने, अब तपाईहरुले इच्छुक हुनु पर्यो मैले फिल्डमा गएर गाउँघरमा गएर हैन त्यो कलेक्सन हुन्छ नि लघु वित्तीय संस्थाहरुलाई त्यो महिलाहरु ग्रुप बनाएर हो त्यस्तो गर्न सक्नु पर्यो है त। इन्ट्रेस्टेड हुनु पर्यो हैन, म त्यतिकै जान्छु। अब इन्ट्रेस्ट छैन भने त्यो गएर फेरि फर्किने त्यस्तो चाहिँ आफैलाई चाहिँ गाह्रो हुन्छ साथीहरु। त्यस्तो चाहिँ इन्ट्रेस्टेड भएर चाहिँ मात्र गर्नु होला है त। त्यस्तै कनिष्ठ सहायक प्रशिक्षार्थी पदको लागि रहेको छ, सहायक रहेको छ। यसमा केही जनाको लागि माग गरिएको छ र यसमा मान्यता प्राप्त संस्थाबाट एसएलसी वा ससुरा उत्तीर्ण गर्नु भएको छ भने तपाईहरुले मजाले अप्लाई गर्न सक्नुहुन्छ साथीहरु है त। सकेसम्म यसमा तपाईहरुको ड्राइभिङ लाइसेन्स छ भने अलि प्राथमिकता दिन्छ है त। ओके साथीहरु, यो तपाईले धेरै जनाले अप्लाई गर्न मिल्ने चाहिँ यो कनिष्ठ सहायक पदको लागि र यो कनिष्ठ सहायक प्रशिक्षार्थी, यो दुईटामा चाहिँ बढी भ्याकेन्सी हुन्छ। सो यसमा चाहिँ तपाईहरुले यसको लागि शैक्षिक योग्यता पनि खासै छैन, +2 गर्नुभएको छ भने मजाले अप्लाई गर्नुभयो र त्यसै एससी गर्नुभएको छ भने मजाले अप्लाई गर्न मिल्छ साथीहरु है त। र त्यसै दरखास्त पेश गर्ने अन्तिम मितिसम्म अधिकृत श्रेणीको लागि 21 वर्ष पूरा भई 40 वर्ष ननाएको र सहायक श्रेणीको लागि 40 वर्ष ननाएको र महिलाको लागि 5 वर्ष चाहिँ थप हुनेछ भनेर भनिएको छ। त्यस्तै अन्य सेवा सुविधा भने वित्तीय संस्थाको नियम अनुसार हुन्छ र फर्स्टमा चाहिँ तपाईहरुको सर्ट लिस्ट गरिन्छ र सर्ट लिस्टमा यदि तपाई पढ्नु भयो भने तपाईलाई इन्टरभ्यूको लागि बोलाउँछ है त। त्यस्तै अर्को रहेको छ आवेदनमा स्पष्ट रूपमा विज्ञापन नम्बर पद किटान गर्नुपर्ने छ, साथै उमेर ठेगाना सम्बन्धित पदको लागि तोकिएको छ भनेर भनेको छ। त्यस्तै रेफरेन्स पर्सनमा चाहिँ तपाईहरुले आवेदन दिँदा विज्ञापन नम्बर लेख्नु होला र यो के छ सहायक पद अथवा शाखा प्रबन्धक, जस्तै यो सबैमा सहायक सहायक छ हैन, शाखा प्रबन्धक सुपरभाइजर वरिष्ठ सहायक यो चाहिँ खुलाएर लेख्नु पर्ने हुन्छ साथीहरु है त। विज्ञापन नम्बर 081 82 यो चाहिँ लेख्नु पर्ने हुन्छ तपाईहरुले है त। कुन पोजिसनको लागि हो त्यही हेरेर चाहिँ तपाईहरुले लेख्नु होला। त्यसै रेफरेन्समा 2 जनाको नाम लेख्नु होला, नम्बर लेख्नु होला, त्यसको पेशा के छ त्यो लेख्नु होला। अब उहाँको नम्बरमा कल गरेर चाहिँ तपाईहरुको बारेमा सोध्न सक्छ, यो मान्छे कस्तो छ हैन, त्यसको बारेमा कति पढे लेखेको छ त्यो चाहिँ सोध्न सक्छ। त्यो चाहिँ रेफरेन्समा 2 जनाको नाम लेख्नु होला, नाम ठेगाना र मोबाइल नम्बर है त। त्यस्तै प्रकाशित भएको 15 दिन भित्रमा निवेदन बायोडाटा हालचाल खिचेको पासपोर्ट साइज फोटो सहित यो दिएको हैन इमेलमा पठाउनु पर्ने हुन्छ vacancy.weannepal@gmail.com है त। यहाँबाट चाहिँ तपाईहरुले पठाउनु पर्ने हुन्छ। सेम प्रोसेस जुनमा अर्को कालिका लघुवित्तमा थियो नि सेम प्रोसेस यसमा पनि छ है त। र सेम यसमा पनि त्यसै तपाईहरुको डकुमेन्टहरु पनि त्यही भयो र अर्को भनेको निवेदन चाहिँ तपाईहरु लेख्नुहुन्छ भने लेख्नु होला, नभए हामी डिस्क्रिप्सनमा राख्दैछौँ त्यो लिंकमा गएर त्यो भिडियो पनि हेर्न सक्नुहुन्छ है त कसरी निवेदन लेख्ने भनेर। त्यस्तै छ छनौट प्रक्रियाका लागि समावेश गर्नेछ, छनौटको लागि सम्पूर्ण यसै वित्तीय संस्थामा निहित रहनेछ भनेर भनिएको छ है त। सर्ट लिस्ट भएपछि तपाईहरुलाई कल सम्पर्क आउँछ अथवा इमेल आउँछ र त्यसपछि तपाईले बनाउँछ केको लागि इन्टरभ्यूको लागि। इन्टरभ्यूमा सिलेक्ट हुनुभयो भने तपाईहरुको जब भयो है त। अथवा केही यो रहेको थियो साथीहरु, यसको साइट पनि यहाँ दिएको छ, तपाईहरुले केही हेर्न बुझ्नु पर्यो भने यसको साइटमा पनि तपाईहरुले भिजिट गर्न सक्नुहुन्छ है त। त्यस्तै बिन नेपाल लघु वित्तीय संस्था लिमिटेड भनेर भनिएको छ है त। यसको चाहिँ यो विज्ञापन थियो साथीहरु। हस् साथीहरु, आजको विज्ञापन कस्तो लाग्यो र एउटा अर्को पनि छ साथीहरु, त्यो चाहिँ एउटा जरुरी भन्छु है त। त्यो चाहिँ ट्रेनिङहरुको लागि एउटा भोलि भिडियोहरु लिएर आउँदैछु। तपाईहरुले यदि बाहिर जाने सोचमा हुनुहुन्छ अथवा प्लान गर्नुहुन्छ अथवा आफ्नै देशमा रोजगारको लागि तपाईहरुले खोजिराख्नु भएको छ भने एउटा सिप चाहिँ आएको छ, त्यो गभर्नमेन्टले नै दिने हो। त्यो चाहिँ फ्रीमा ट्रेनिङ जुन हुन्छ नि ट्रेनिङ हो, त्यो बरिस्टाहरु के छ हैन
त्यो कुकहरू त्यस्तो बेकरीहरू त्यसको चाहिँ एउटा गभर्नमेन्टले चाहिँ आफ्नै नेपाल सरकारबाटै यो गभर्नमेन्टले चाहिँ एउटा चाहिँ विज्ञापन गरेको छ र त्यसमा तपाईहरुले फर्म भरेर आफ्नो सिप चाहिँ फ्रीमा चाहिँ सिक्न सक्नुहुन्छ। त्यसको भिडियो म भोलि लिएर आउँछु साथीहरु है त। ओके साथीहरु, सो आजको भिडियो कस्तो लाग्यो? भिडियो मन परेमा लाइक शेयर सब्स्क्राइब गर्न चाहिँ नभुल्नु होला। साथै यस्तै भिडियो हेर्नको लागि हाम्रो च्यानललाई सब्स्क्राइब गरी बेल आइकन दबाएर राख्नु होला है त। हस् त साथीहरु, आजलाई छुट्न चाहन्छु। हस् त, धन्यवाद।